है। यसमा कस्तो हुन्छ भन्दाखेरि ए भयो सुरुमा, ए प्लस डी हुन्छ, ए प्लस 2d, ए प्लस 3d। ए भनेको पहिलो टर्म हैन, पहिलो नम्बर। डी भनेको यो दुईटा संख्याको बिचमा, फेरि यो र यो अन्तिमको र यसको होइन है, यो नजिकको जोडिएको नम्बर के हैन, छेउछाउको नम्बरको फरक के छ त डी। जस्तै 3, 6, 9, 12 जस्तै ए भनेको फरक पहिलो नम्बर, अब यो बिचको डिफ्रेन्सको 3, यो फेरि 3 छ नि त हैन, यो र यो गरे त फेरि 6 हुन्छ, मिल्दैन नि कुराकानी हैन। अब यस्तो बेलामा चाहिँ के गर्न पर्यो भन्दाखेरि मानौ 5औं नम्बर पत्ता लगाउनु पर्यो, 5th नम्बर पत्ता लगाउनु पर्यो भने के गर्ने, ए प्लस n माइनस 1 डी फर्मुला हो। ए भनेको 3, 5 माइनस 1 3 भनेपछि कति भयो, 3 प्लस यो 4 12 भने 15 भयो। यतिकै पनि यहाँ थाहा छ 3 गऱ्यो भने 15 हुन्छ नि। अब मानौँ 7औं नम्बर थाहा पत्ता लगाउनु पर्यो भने ए प्लस 7 माइनस 1 डी गऱ्यो भने के भयो, 3 प्लस 6 मल्टिप्लाई 3 गऱ्यो भने 21 भयो हैन। यसरी नै हामी बढ्दै जान सकिन्छ है।